सो जो साइडमा कभरहरू निस्किन्छ त्यसलाई फाल्दै गर्नुपर्छ। भित्रको एमन फ्रेस माल चाहियो नि त हामीलाई त होइन। फ्रेस मालको लागि हामीले गर्ने तरिका यो हो। त्यसलाई तपाईँले यो मुखिन हाल्नु सक्नुहुन्छ। तरिकाले यसलाई यहाँ यो ग्यास हाम्रो चटपटे रेडी भइसकेछ। अब यसलाई टेस्ट हान्नु त कस्तो छ है त गाइस। सो म टेस्ट हान्न गइरहेको छु। टेस्ट हान्न गइरहेको छु। हेर्नु सक्नुहुन्छ गाइस है कस्तो बनेको छ। अति नै बबाल लाग्यो मलाई चाहिँ। आफूले बनाएर हो कि अरूले कसो भन्ने त्यो मलाई थाहा छैन गाइस। नमस्ते चाहिँ नेपाल, वेलकम टु द सुवायानी भ्लगमा तपाईँहरूलाई धेरै धेरै वेलकम गर्न चाहन्छु। र साथमा आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला, किनभने हाम्रो स्वास्थ्य नै राम्रो भएन भने हामी बाँच्नेको कुनै अर्थ नै हुँदैन। त्यस कारणले फर्स्ट अफ अल टेक केयर योर हेल्थ एन्ड इन्जोय योर लाइफ। लाइफ इज टु सर्ट बट डजन्ट म्याटर होइन। सो जति सर्ट भए पनि त्यही चिजमा चाहिँ हामीले चाहिँ त्यो सर्ट टाइममा चाहिँ हामी खुसी हुन सिक्नु पऱ्यो। द्याट इज लाइफ होइन। म चाहिँ त्यसो सोच्छु होइन। तपाईँले कसो सोच्नुहुन्छ आई डोन्ट नो होइन। सो मैले जानेर पनि के पाउने छु र होइन। सो द्याट इज माई लाइफ। एन्ड अब चाहिँ आजको स्पेसल के छ भन्दाखेरि म चाहिँ एकदमै चटपटे बनाउन गइराखेको छु युएईमा। र मेरो गणेश भाइले चाहिँ चटपटे खान दाइ आज भनेर चाहिँ सबै सामानहरू लिएर आइसकेको छ। र हुन्छ नि त भाइ खाइदिउँ भनेर म चाहिँ अब यसलाई कसरी बनाउने होइन भनेर चाहिँ अगाडि गइराखेको छु, बढिराखेको छु। र किनभने हामीसँग कुनै स्नाइप र कुनै चाकुहरू केही पनि छैन, काट्न चकिङ बोर्ड केही पनि छैन। र हामीसँग भएको एउटा यो हम्मर छ होइन। यसले अब कसरी हामीले पेजहरू काट्ने, खोर्सानी काट्ने, कागतीहरू लेमनहरू होइन सबै यो काट्ने कुरा चाहिँ यो हम्मरले आज हुन्छ हाम्रो। सो म अब स्टार्टिङ गर्न गइरहेको छु। फर्स्ट अफ अल हामीले हाल्नेछौँ धनियाँ पनि छ हामीसँग, हेर्नु सक्नुहुन्छ धनियाँ होइन एकदमै बवाल छ। त्यसपछि खोर्सानी छ हेर्नु सक्नुहुन्छ। त्यसपछि हेर्नु सक्नुहुन्छ एकदमै फ्रेस हामीसँग कागती पनि छ। टक्क तरिकाले हामीले चाहिँ आई थिङ्क टक्क तरिकाले हुन्छ नि होइन खट्टो पिरो भनेर चाहिँ नि खाने हाम्रो प्लानिङ भयो। सो हेर्न सक्नुहुन्छ गाइस हामीसँग आजको चटपटे बनाउने स्पेसल फ्रेस अर्ग्यानिक हेर्न सक्नुहुन्छ। यहाँ धेरैभन्दा पनि धेरै महँगा मालहरू यहाँनिर चाहिँ हामीहरूले तपाईँहरूको अगाडि होइन देखाइराखेको छौँ। हेर्न सक्नुहुन्छ टक्क यसलाई फेरि काट्ने तरिका हामीसँग काट्ने यसरी सिरियल क्लियरको हुन्छ नि एउटा हटौडा होइन। अब त्यही हो त्यस्तै छ। तर यो चाहिँ आज यसले चाहिँ हामीले स्पेसल हामीले काम गर्नेछौँ। बवाल तरिकाको चिजहरू हामीले गर्नेछौँ। सो तपाईँहरूले हेर्नु होला कि वाचिङ। सो आज हाम्रो भाइ यसो प्लानिङ थियो कि एकदम चटपटे खाम भनेर होइन भाइ। चटपटे खानुपर्छ होइन। सो एकदम भाइले एकदम धेरै चिजहरू लिएर आएको छ। अनि त्यसपछि चटपटे खाम त भन्ने कुरा भयो भाइले। अनि त्यसो ठिकै छ त होइन मिलेर टक्क खाइदिनु पर्छ भनेर चाहिँ अब हामीले चटपटे खान गइरहेको छौँ गाइस। सो एकछिन यसरी भिडियो बनाउँदा यस्तो Guys, welcome back सुवायानी भ्लग। सो स्पेसल हामीले पेजहरू टक्क तरिकाले होइन यसलाई क्लिनिङ गरेर हामीले ल्याइसकेको छौँ। र त्यसपछि हेर्नु सक्नुहुन्छ लेमन होइन खोर्सानीहरू। त्यसपछि हामीसँग चाहिँ धनियाँ
त्यसपछि म्यागी होइन, त्यसपछि के छ त भुजाहरू सब थोक्छ हामीसँग। र अब यसलाई काट्ने कसरी त? वी डोन्ट ह्याभ एनी नाइफ म्याम, हामीसँग नाइफ छैन, हामीसँग चक्कु छैन, यसलाई काट्ने न चकिङ बोर्ड छ केही पनि छैन। सो काट्ने कसरी त? यसले ठाउँ ठग्ने जस्तो लागिरहेको छ मलाई होइन। सो यदि तपाईँहरू कुनै त्यस्तो ठाउँमा फस्नु भएको छ, तपाईँहरूसँग चक्कु छैन र तपाईँहरू केही होइन आफ्नो पेट भोजनको लागि चाहिँ केही चिज पार्न गर्न चाहनु, केही पकाएर खान चाहनुहुन्छ भने त्यसलाई कटिङको लागि तपाईँसँग कुनै सामान छैन भने एउटा आइडिया, यो हामीसँग हम्मर छ होइन। तर ढुङ्गाले पनि धेरै कुरा गर्न सकिन्छ होइन। कुनै चिजमा हामी त्यसलाई बनाएर चाहिँ भवाल तरिकाले सर्भाइभ गर्न सकिन्छ गाइस होइन। सो हेरौँ अब कसरी काट्ने त प्याज होइन। हम्मरले प्याज कसरी काट्ने त? कसरी काट्ला त हम्मरले प्याज? डु यु वान्ट सी गाइस होइन। तपाईँहरूले के यो थाहा पाउन चाहनुहुन्छ? त्यसो भए मेरो भिडियो चाहिँ कन्टिन्यू वाच गर्दै गर्नुहोस् है। त्यसपछि म सिकाउँछु तपाईँहरूलाई पेज कसरी काट्ने हो हम्मरले भनेर चाहिँ म तपाईँहरूलाई सिकाउने छु। र हामीसँग हम्मर अलिकति सायद भनेर अलि टिको छ, त्यही त अलिकति हामीले पानी धुनु पर्ने कुरा हुन्छ। हामी पानी छैन कतै पनि छैन यो हामीसँग तेल पनि चाहिएको थियो, अलिकति तेलहरू छैन र म देखाउँछु तपाईँहरूले पेज कसरी काट्ने गर्ने कुरामा। सो फाइनल आयो खोर्सानी चाहिँ खोर्सानी त इजी छ होइन। खोर्सानी त हातले पनि यसरी होइन टुक्राउनु सकिन्छ टक्क तरिकाले, तर हात आज मेरो जाने भयो पिरोले अनि सक्नुहुन्छ। दिस इज अ ग्रिन चिल्ली अन द वे गाइस। सो चटपटे बनाउनको लागि होइन खुर्सानीको एकदम आवश्यकता पर्छ, किनभने अब अर्को होइन पिरो चाहिँ हुनै पर्यो आजकलको टाइममा होइन। हुन्छ आँखामा पस्ला जस्तो छ। सो चाहिँ हामीले खोर्सानी हाल्नुपर्ने हुन्छ किन चटपटेको लागि अलिकति। मेरो हात पनि सक्कुभन्दा कम त छैन, मैले चाहेँ भने जे पनि गरिदिनु सक्छु गाइस। यस्तो फास्टै छु नि मैले चाहेँ भने क्या everything I can do, but I know that's why I don't found a way, you know. Then one day definitely I will be on the top here, you know. That's it. Then सक्नुहुन्छ अब फाइनली खुर्सानीहरू पनि टक्क तरिकाले भइरहेको छ। टमाटर उडन नि टमाटर यसरी खोर्सानीहरू टक्क तरिकाले हालिदिनुपर्छ। सो यो खोर्सानी पिरो फिलहालको लागि यति नै राखौँ होला, बिकज पिरो भन्दा धेरै पिरो खानु पनि हुन्न। अब हामी चाहिँ धनियाँ हाल्छौँ। धनियाँ चाहिँ अब काट्न एकदम इजी छ, यसमा केही फरक पर्दैन। यस्तो गरी गर्नुहोस्, यसलाई टक्क यस्तो गर्ने, यसलाई फालिदिने होइन। फालिसकेपछि यसरी यसरी यसरी। सो ग्यास हेर्न सक्नुहुन्छ। तपाईँसँग चाकु पनि छैन भने, चकिङ बोर्ड पनि छैन भने यु हेभ टु क्या होइन नो डिस है। सर्भाइभ कसरी गर्ने त? चटपटे खानालाई सर्भाइभ कसरी गर्ने? यसरी गर्ने हो नि त, यसरी गर्ने हो। यसरी धनियाँ काट्ने तरिका यसरी हो होइन। टक्क हामीले धनियाँ पनि मिक्स गऱ्यौँ है। अब हेर्न सक्नुहुन्छ होइन, विदाउट नाइफ होइन, विदाउट नाइफ
कटिङ कसरी भयो त विदाउट नाइफ कटिङ हेर्नु सक्दा भयो फाइनली अब मैले कट गरिसकेँ होइन विदाउट नाइफै बिना चाकु यानि कि एउटा हम्मरको सोएकले मैले चाहिँ एकदमै मटेरियलहरू काटिसकेँ अब चाहिँ टक्क तरिकाले यसलाई मिक्स गर्नुपर्छ होइन मिक्स गरिसकेपछि फेरि मेरो आँखामा पेज पसिरहेछ आँखामा पेज पसिरहेछ मेरो आँखामा पेज पसिरहेको थियो त्यस कारणले हल्का आँसुहरू पनि आउनु थाल्यो गाइस हेर्नु सक्नुहुन्छ यो यसरी टक्क एकदमै मसला भनिसकेको छ हाम्रो होइन बार मसला हेर्नु सक्नुहुन्छ खोर्सानी अन्डो पेज सो एउटा हम्बरलेमा चाहिँ द्याट्स वाइ अन्य हम्बर होइन एउटा हम्बरले हामीले चाहिँ बवाल तरिकाले मार मसलाहरू काटिसकेको छौँ हेर्नु सक्नुहुन्छ होइन टक्क तरिकाले होइन वाइट अब यो सिरियल क्लियरको त्यो हुन्छ नि त होइन हटेर जस्तो हुन्छ है सिरियल क्लियरले हुने कि होइन हेर्दाखेरि फिल्महरू म चाहिँ सिरियल क्लियरहरू चाहिँ बवाल फेरि फिल्महरू हेर्ने गर्छु टाइममा होइन मन पर्थ्यो पहिला आजकल म मुभीहरू बाटो फेरि टाढा छु एकदम धेरै फिल्महरू त्यस्तो म खासै हेर्दैन होइन कुनै पनि देशको फिल्म म आजकल हेर्दैन किनभने म आफ्नै दुनियाँमा एकदमै व्यस्त छु एकदमै बिजी छु क्या होइन सो द्याट्स वाइ आई डोन्ट वाच एनी मुभिज होइन अन दिस टाइम है त्यो सिचुएसनमा सो गाइस अब हामीले यहाँनिर मिक्स गर्छौँ नेपाली वाइ चाउचाउ है गाइस फेरि पेट पनि फुलिरहेछ यार पेट कसरी घटाउने भनेर म आफै टेन्सनमा छु होइन अब हामीले चटपटे बनाउनलाई हामीले एउटा बाल्टी छ हामीसँग होइन अब पानी पनि पर्दैन यसलाई हामी टक्क के भन्नुपर्छ अब हामी हल्का तोरीको तेल हाल्नुपर्ने हुन्छ है गाइस स्पेसल चटपटे बनाउनको लागि के चाहिन्छ त हामीसँग है गाइस सो हेर्नुहोस् लुक मस्तले हल्का तोरीको तेल ढक्क लगाएर राख्छु होइन अब तोरीको तेल नै नभए पनि घी जस्तै होइन हनी आइटम घिउहरू आएको थियौँ होइन त्यो महहरू हाल्दा पनि नो प्रब्लम किनभने हामीलाई अहिले यता चाहिन्छ है सो अब हामी म्यागीलाई टक्क तरिकाले बाल्टीमा हाल्यौँ ए माई गड एन्ड सक म्यान के भन्नु पहिला म टेस्ट त गर्छु होइन टक्क तरिकाले राखिदिउँ अर्को प्याकेट पनि सक्दिउँ गाइस किप वाचिङ गाइस किप वाचिङ चटपटे होइन बनाउने तरिका म तपाईँहरू सिकाउन गइरहेको छु चटपटे कसरी बनाउने एकदम स्वादिष्ट एकदमै टेस्ट एकदमै बवाल कडा भन्दा पनि कडा चटपटे कसरी बनाउने त त्यसको लागि हेर्दै गर्नुहोस् CYN ब्लग गाइस छिटोभन्दा पनि छिटो रिलिज हुनेछ भिडियोहरू होइन हेर्नु सक्नुहुन्छ अब अलमोस्ट मैले अब म्यागीहरू टक्क होइन फुटाइसकेँ फुटालेर हालिसकेँ हेर्नु सक्नुहुन्छ टक्क तरिकाले यसमा गाइस हामीले राख्नेछौँ मसलाहरू प्याजहरू होइन टक्क यसरी सो अब हामी यसलाई हुन्छ नि
Okay, come on. Oh my god. Just एकछिन यसो राखौँ भिडियोलाई यो अब चाहिँ हामीले बनाउने हो के चटपटे गाइस चटपटे है हामीले चटपटे बनाउँदैछौँ सो मैले अब हामीले हाल्छौँ यसमा के जो अलरेडी म्यागीमा हुन्छ हामीले त्यो भरिराख्नुपर्ने कुरा हुन्छ तर मेरो हात एकदमै चिप्लिरहेको छ बिकज होइन यो मसलाहरूले गर्दा यसको पानीहरू निस्किएको छ सबैले सबै हाल्नु सकेको छुइनँ मैले यसलाई सो हाउ टु वी ओपन दिस यसको लागि एउटा चक्कु नभएपछि कति प्रब्लमहरू आउँदैछ भन्ने कुरा गरिरहनु सक्नुहुन्छ गाह्रो भयो हेर्नु सक्नुहुन्छ तपाईँहरूले अब बिस्तारै बन्दैछ यसलाई फोटो त सक्छ हात चिल्लो भयो कि अलरेडी मेगीमा पाइन्छ जुन होइन मसला त्यो फोटै फुटिरहेको छैन गाइस यो तल बाहिर त्यो फेर बनाइ ल्याउँछ यसलाई फुटाउन सक्छ फुटाउन चेटो त यसलाई चेटिन्न कि हात चिप्लो भइसकेको ओ वाउ यता देखाइदिउँ गाइसहरू आइडिया यतातिर कसरी फुटाउने भन्ने कुरा कतै चेट्ने कुरा होइन यो एकदमै हेभी एकदमै टाइट हुन्छ यानि कि प्रपरली चेटियो चेटिएन क्या त्यही भएर आइरहेको तल यसो देखाइदिउँ गाइसहरूलाई हामी ट्राई गऱ्यो भयो अब मसला पनि आयो घी पनि हालिदिउँ किनभने हामीसँग डोन्ट ह्याभ ओइल सो हाम्रो काम त्यसले गर्छ गाइस मेरो आँखामा पनि आयो तेल त के छैन नमक चाहिँ पोख्नु भएन है टक्क सबै चाहिँदैन मसला नुन छैन नि त्यही त हेरै काम गर्ने हो त के गर्ने गाह्रो छ त्यही भएर सर्भाइभ जस्तै गर्नु पऱ्यो तर गातले चेर्नु पर्ला यसले ठोकेर हो कि यहाँ ठोक्छ यहाँ सबै नुन कोला अघि नै मैले टक्क माग्नु भएको छैन भन्छ पहिला माग्नु होला यता रुममा त्यही भएर सर्भाइभ यसरी हाल्नुपर्छ टक्क अब हामीले मसला हालिरहेछौँ गाइस सो है अब बवाल तरिकाले हुँदैछ गाइस हाम्रो चटपटे रेडी हुँदैछ मेरो हात पुरा एकदमै भवन थालिसकेको छ वाइड अवे अब हाल्छौँ हामीले यसमा माल है गाइस यहाँ करोडौँको माल यहाँ बन्दैछ के भन्नु त लाग्दैन यार
तरिकाले हामीले बन्दैछ अलिकति यसो बदाम सदाम भयो भने झन् मजा आउँथ्यो गाइस तर के गर्नु बदाम घर ल्याउने अनि बिहान मासु बिहान बनाएर धनिया पुरा हालिदिनु हालौँ होइन पछि बनाइ खाउँला यो काम लाग्छ धनिया पछि ल्याउनु ल धनिया हाल्ने त्यो हालिदिनु हो मैले अघि नै कन्टेन्ट बनाउँदाखेरि गरेको थिएँ सो हामी यो धनियाँ बाँकी जो छ धनियाँ यो पनि हालिदिउँ होइन किनभने काम छैन अब टक्क तरिकाले यसलाई धनियाँ पनि हाल्नुपर्छ के गर्नु त अब सर्भाइभ गर्नै पऱ्यो जसरी भए पनि गाइस होइन तर धनियाँको लागि त्यो चाहिँ प्रब्लम होइन बिग प्रब्लम हुँदैन मेन चिजमा भइहाल्छ याउ अब टक्क तरिकाले हामीले घोरिरहेछौँ यहाँ यो ग्यास हाम्रो चटपटे रेडी भइसकेछ अब यसलाई टेस्ट हानौँ त कस्तो छ है त ग्यास सो म टेस्ट हाल्न गइरहेको छु टेस्ट हाल्न गइरहेको छ हेर्नुहोस् हेर्नु चाहिँ ग्यास है कस्तो बनेको छ अति नै बबा लाग्यो मलाई चाहिँ आफूले बनाएर हो कि अरूले कसो भन्दै त्यो मलाई थाहा छैन गाइस अति नै बबा छ है हेलो के गर्नुहुन्छ नास्ता खाए सो हेर्नुहोस् गाइस स्पेसल वी क्यान मेक इट चटपटे एन्ड अब हामी यसलाई खानेछौँ बबाल तरिकाले सो मिठो नमिठो टिटो जस्तो भए पनि हामीले चाहिँ बनाइसकेको छौँ बनाएर टक्क तरिकाले हामीले यहाँनिर तपाईँहरूको अगाडि सो पनि गरिसक्यौँ कसरी हामीले चाहिँ चटपटे बनाउन सकिन्छ त भनेर चाहिँ इक्जाम्पल तपाईँहरूलाई मैले होइन एउटा भिडियोको मार्फत त्यो पनि मैले तपाईँहरूलाई बताइसकेँ होइन किनभने चटपटे बनाउने तरिका एउटा यो पनि हो भनेर त्यसरी नै अब हामीहरू यसलाई खानुपर्छ खानलाई के गर्ने त सो अब हामी यसलाई टक्क गरेर यो चाहिँ हालेर खानुहुन्छ चटपटे अब यसरी चटपटे बेच्नु पर्ला जस्तो लागिरहेछ मलाई ग्यास आइडिया आइरहेछ सन्डे साँझ गएर चटपटे बेच्न जानु पर्ला जस्तो है होइन अब चटपटेको बिजनेस गर्नु पर्ला जस्तो भयो यहाँ त Who is this? Who is she? Yes, your girlfriend or wife? Yeah, of course, business is business, है sister. Business is business फेरि त्यसमा चाहिँ न कम्प्रोमाइज सो अब हामी टक्क तरिकाले अब मित्रहरूलाई दिन्छ मेरो राखेको खाऊ निकालेर खाऊ तिमी आवाज म पनि खान्छु ले लो चटपटे ए ले लो टेस्ट तो कीजिए कैसा है चटपटे खा के बताइए और हमको अब अलिअलि लागेको छ नुन कहाँबाट ल्याउने त यार अब हमारा इंडियन भाई टेस्ट करेंगे कैसा है खा के बताओ हमको नंबर 1 बढ़िया है थैंक यू
अब इधर भाई बताएंगे अब कैसे है भाई साहब चटपटे थैंक यू सो मच ओके इन्जोय कीजिए होलिडे आज सब तरिकाले एकदमै चटपटे एकदम मिठो भएको छ अरे है कस्तो लाग्यो चटपटे ठिक लाग्यो यार चटपटे बिहान पनि चटपटे साँझ पनि चटपटे दिनमा पनि चटपटे 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 किन्ने हो एक दिन भटपटे 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 ल अब चाहिँ गाइस यु आर इटिङ राइट नाउ चटपट है बवाल तरिकाले अब एन्ड भिडियो पनि यहीँ हुन्छ होला आई होप सो यो अब चाहिँ चटपटे खानुपर्छ है खाना तो और भी है ठीक है ना भाई लोग ओके खाना तो इधर और भी है बता नहीं बस हो गया 4 जना हम just after many times many days many month after होइन चटपटे खाएको एकदमै अलगै भाइब लाग्यो अलगै भाइब आइरहेछ होइन दामी दामी बुहारी हुन् बुहारी अलिक नुन लाग्यो नुन कमी भयो के गर्ने त यार अच्छा नमक अलि कमेन नेटले चाहिँ जहाँ पनि काम गर्नु रहेछ है याउ कति त मोबाइल खान्छ के रुन्थ्यो सो गाइस यही हो रुम होइन अन्डो भयो सो चटपटे भने बवाल तरिकाले खाइसक्यो एकदमै अति नै मिठो लाग्यो होइन अब चाहिँ भिडियो एन्ड गर्न चाहन्छु तपाईँहरूलाई मनपर्छ भने सिवाइएन भ्लग छिटो एकदमै रिलिज हुँदैछ मेरो च्यानलबाट सो त्यो इट्स न्यू च्यानल हो सो न्यू च्यानलमा चाहिँ तपाईँहरूलाई धेरै धेरै स्वागत छ भन्न चाहन्छु सिवाइएन एउटा भ्लगको नाम हो र त्यो छिटोभन्दा छिटो रिलिज मैले गरिराखेको छु र मेरो फर्स्ट एन्ड लास्ट त्यही हुनेछ मेरो च्यानल गाइस फाइनली सबै खाए पनि सक्यो हेर्न सक्नुहुन्छ क्यान वाच गाइस हियर है खाली भइसकेको छ लास्ट आमा हालत के भएको छ यस्तो हेर्न सक्नुहुन्छ हालत ओ माई गॉड हाम्रो इन्डियन साथी कैसे हो भाइ ठिक है सो अलि एकदमै उसलाई पनि खुलाइदिएको होइन ठिकठाकमै चलेको त सो मेरो न्यू भ्लग आउँदैछ होइन सिवाइएन भन्ने मेरो च्यानलको नाम हो सो त्योबाट म चाहिँ अब आफ्नो हरेक एउटा भ्लगदेखि लिएर एभ्रिथिङ जो मैले सोचेको छु जो मैले एकदम गर्न चाहेको छु जुन मैले एउटा सपना हेरेको छु जुन मैले एउटा टार्गेट लिएको छु जुन मैले एउटा त्यसमा सङ्घर्ष गरिराखेको छु त्यो हरेक मेरो सङ्घर्षको उसमा सिवाइएन भन्ने चाहिँ फर्स्ट नाम आउनेछ एकदमै चटपटे खाएर बाँधी लागेको सिवाइएन भन्ने चाहिँ एउटा च्यानलको नाम हो त्यसमा धेरै लजिकहरू छ त्यो म बिस्तारै एक्सप्लेन गर्नेछु र हरेक मेरो चाहिँ च्यानलको नाम आउनुभन्दा अगाडि जस्तो सिवाइएन भ्लग सिवाइएन म्युजिक सिवाइएन ऱ्यापर सिवाइएन होइन एक्सप्लेन एन्ड एभ्रिथिङ अब सिवाइएन भएर आउनेछ मेरो च्यानल
सो माया गरिदिनु होला र लाइक कमेन्ट सेयर पनि गरिदिनु होला भन्न चाहन्छु। नयाँ अब आइडी रिलिज छिटै हुँदैछ, त्यसमा र मैले आफ्नो 100% दिनेछु होइन। मेरो तर्फबाट चाहिँ बेस्ट मैले गर्नेछु। अब बाइक तपाईँहरूको हातमा छ गाइस। आई होप कि पक्कै पनि मेरो भिजुअलहरू र मेरो भिडियोहरू मेरो कन्टेन्टहरू तपाईँहरूलाई मन पर्नेछ। हस्, जय नेपाल एन्ड नमस्ते। स्टे ह्याप्पी गाइस, बाई। आगे आगे गली से